खै चाउचाउ देखाउँदा कतिवटा तिमी सक्दैनौ बे दोस्त ब्याक टु माई न्यू भ्लग सो आजको मेरो भ्लगमा पनि स्वागत छ हजुरलाई हेलो गाइस त्यही हो अब इन्जोय भइरहेको छ रमाइलो गरिरहेको छौँ अनि यस्तो मस्त गइरहेको छौँ यता घर छ यो मेरो सोसाइटी भइदियो म त बहुत खुसी हुन्थेँ हजुर दामी छ सुनसान ठाउँ छ नि त यो त्यही हो बहुत खुसी लाग्यो भनेर तर बलगम एबे हान्छौ सो फाइनली गाइस सबैले चाहिँ लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला त्यही नै छ अगाडि पछाल्छ होइन अब हामी पुन्टे चाउचाउ खानुपर्ने हुन्छ अनि 10 रुपियाँ छ मसँग अब म त देखाउँछु नि हेर 10 रुपियाँ गइसकेको किन्न लाइन चाहिँ अब पुन्टे चाउचाउ किन जानु 10 को हेर्नु है गाइस 10 रुपियाँ गाजरहरू पनि पाइन्छ चाउचाउ है त हेलो पनि हुनुहुन्न मसन घाट्ने र रङ्गशालाको यता के मसन घाट्ने र कतिवटा हुन्छ खै चाउचाउ देखाउँदा कतिवटा ल 10 को चाहिँ यति दिएर आएको छ खै तिम्रो चाहिँ कतिवटा छ 4वटा देखो 10 को 5 को 4वटा आउँदो रहेछ होइन 10 को चाहिँ कति आयो 10 को 8वटा आयो स्वादी कस्तो हुन्छ है दामी हुन्छ भित्र देखाउनु यहाँ दामी हुन्छ होइन अब यसो यस्तो खानु परिरहेको यसलाई जथाभावी फाल्नु हुँदैन यसलाई त्यसैले गोजीमा हाल्नुपर्छ अब यहाँबाट चाहिँ हामीले छिर्नुपर्ने हुन्छ यो चाहिँ हाम्रो पुरै कोलिया ल दोस्त ल तिमी सक्दैनौ बे दोस्त हाम्रो बस्ने छ चाहिँ बबाल ठाउँ हुन्छ है त्यही हो यस्तै हिँडिराम बाटोमा टक्क अनि यो यहाँबाट भित्र छिर्यो भने चाहिँ पुरै मस्त छ होइन खोला त गेट सो हाम्रो चाहिँ भित्र इन्ट्री भइसकेको छ ठिकै छ हरियाली भनौँ न त्यस्तो दाम पनि छैन मतलब ठिकै छ भिडियो बनाउनुको लागि सो हिँड्दै आएर स्कुलबाट आएको यिनलाई म स्कुल लिनु गएको थिएँ क्या यिनी सो भित्र जान्छौँ अब हामी नानी सन्चै छौ गाइस फेरि पनि हामी चल्दिसकेको छौँ होइन अनि के गर्नु भन्दाखेरि अब कबाब सबाब खान चल्दिसकेको छौँ अब फेरि पनि तनाव लागिरहेको फेरि किन फेरि एयरफोन पुरा त्यो हेडफोनमा सुन्दै चिलमा हिँडिरहन् हाम्रो दुस दामी छ है ल म चाहिँ यो रोल खाँदैछु दामी छ दोस कस्तो छ हेरिरहेछन् मलाई भ्लग बनाएको अब के भएन मलाई यस्तै त अगाडि बढ्ने हुन्छ अब त्यो लगाएर हुँदैन क्या
के मगायो हजुर सो अब यसलाई हामीले खानुपर्ने हुन्छ यस्तो खै यस्तो जग्गा म देखाउँछु 1 बाइ 9 खै देखाउँछ है यस्तो हुन्छ होइन यस्तो गरेर सबैलाई यस्तो गर्नु मस्त ल म पनि अब कस्तो लाग्यो जस्तो कबाबहरू एकदम बेस्ट होइन त्यो सबै तपाईँहरूलाई पनि खाने मन छ भने नेपालगञ्ज आएर एमपी स्कुलको गेटको साइडमा ठिक मस्जिदनिर जानुहोस् त्यहाँनिरको स्वादिष्ट र एकदम पोस्ट र तत्त्व भएको एउटा कबाब र कोल्चाहरूमा चाहिँ साह्रै सजिलो विख्यात हुन्छ अर्को अड्डातिर गइरहेछौँ अर्को अड्डा चाहिँ हाम्रो यतातिर छ हाम्रो चाहिँ जुन अड्डामा हामी आउनु चाहन्थ्यौँ त्यो अड्डामा चाहिँ आइसकेन कि अब हामी के गर्छौँ त्यो चाहिँ हामीबाट देखाउन सक्दैनौँ अनि त्यही हो गाइज हाम्रो सो गाइज आजको भ्लग हजुरलाई कस्तो लाग्छ मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला